धेरै सक्रिय खालको हुनुहुन्छ होइन। उहाँलाई पनि सम्बोधन गर्न चाहन्छु र त्यसै गरी बर्थडेको सिटमा विराजमान हाम्रो विद्यालयको नर्स प्रतिभा मिसलाई पनि हार्दिक अभिवादन छ। सबैलाई हार्दिक अभिवादन गर्दै यो आज हाम्रो प्रतिभा मिसको कति हो जन्मदिन भनेको थियो, 33औं जन्मदिनमा होइन। हामी सम्पूर्ण विद्यालयको तर्फबाट, सहकर्मी मित्रहरूको तर्फबाट, विद्यार्थीहरूको तर्फबाट, देवसान समितिको तर्फबाट, सिङ्गो विद्यालय परिवारको तर्फबाट मिसलाई सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना दिन चाहन्छौँ र मिसको जीवन चाहिँ अत्यन्त सुन्दर बनोस्, सफल बनोस्, अविस्मरणीय बनोस्, सफलताको शिखरमा जहिले पनि पाइला रहिरहँ। सबैले अब विद्यालयको एकदम डियरेस्ट पर्सन हुनुहुन्छ, वान अफ द डियरेस्ट पर्सन स्कुलको, सबैले माया गर्नुहुन्छ। विद्यार्थीले देख्यो नि है, सानसानो अझै छुट्टी छ र कता है, छुट्टी नभएको हरेक क्लासका विद्यार्थीहरूले प्रतिभा मिसमा अघि पछि हिँड्थे, हु पनि गर्थे होला आज जस्तो लाग्छ मलाई। अनि विद्यार्थी त्यस्तो छ। अनि सहकर्मी मित्रहरूको बिचमा त्यत्तिकै राम्रो प्यारो हुनुहुन्छ उहाँ, सबैको प्यारो व्यक्ति। किनभने हामी सबैलाई हाम्रो विद्यालयको स्वास्थ्य वातावरण, सरसफाइ, किशोरी समूह होइन लगायतका सिङ्गो विद्यालयकै स्वास्थ्य, अघि सर मिसले भन्नुहुन्छ कसको स्वास्थ्य होइन, यो विद्यालयकै स्वास्थ्यमा उहाँले अहोरात्र खट्नुहुन्छ, मेहनती हुनुहुन्छ। एकदम प्लान पनि छ फेरि उहाँसँग, हरेक कुराको प्लान पनि छ, कहिले के गर्ने कहिले के गर्ने होइन। खाली समय घन्टी भयो कि आफ्नो कन्टेन्टहरू छ उहाँसँग, त्यो कन्टेन्टहरू बच्चामा डेलिभर गर्ने, त्यो सबै कुरा चाहिँ उहाँले त्यो गर्नुहुन्छ। त्यसैले सबैको प्यारो हुनुहुन्छ। यस्तो प्यारो मान्छेको आज जन्मदिन परेको छ। यो हामी बेलुका भए पनि मलाई थोरै अलिकति के चित्त बुझ्दैन केही कुराहरू होइन, यद्यपि त्यस्तै हो। अब ढिलो पनि होला, आफ्नो समस्या पनि होला, कोही कोही साथीहरू जानुभयो बिदा मागेर होइन, त्यो आफ्नो ठाउँमा छ। तर जो जति साथीहरू बस्नुभएको छ यहाँ एकदम के भन्ने एउटा जुझारु गर्नैपर्छ, हुनैपर्छ, एउटा आत्मीयता होइन। आफ्नो साथी हो, मेरो प्रतिभा हो, प्रतिभा मिस हो, म त कहाँ मेरो अप्ठ्यारो हुँदा हुँदै बस्छु नि, म त मेरो माया छ भनेर बस्नु भएको छ। जुन मिसको मलाई कति विद्या छ, आफ्नो सानो नानी छ, त्यही पनि बसिरहनु भएको छ। सबैको आफूमा छ, जो जति बसेका छौँ यहाँ प्रतिभा मिसले यसलाई ग्रहण गर्नुहुनेछ। पक्कै पनि यहाँ हेड सर हुनुहुन्छ, सहायक हेड सरहरू हुनुहुन्छ, यहाँ जुझारु शिक्षकहरू हुनुहुन्छ, सिङ्गो विद्यालयको हाँक्ने टिमहरू छ। त्यस कारणले कोही कोही साथी अप्ठ्यारो भएर जानुभयो, त्यसरी दिनु होला। आज प्राविधिक समस्या पनि पऱ्यो, के भने अब यता हामी यसीमा जानु पऱ्यो, यता स्टाफ बैठौँ। उहाँको मम्मी बुवा नै एउटा रोल मोडल हुनुहुन्छ समाजमा होइन। यो समाजमा यो विद्यालयको योगदानमा पनि उहाँहरूको त्यत्तिकै रोल मोडल छ। अझ साँच्चै भन्नु त यो शाही परिवार चाहिँ के भने लल्लु कुमार शाहीदेखि लिएर होइन, नेत्र कुमार शाहीदेखि लिएर होइन, उहाँहरूकै फ्यामिली रहेछ क्या। यो विद्यालय नै वास्तवमा उहाँहरूको फ्यामिलीले चाहिँ बनाएको रहेछ। भाग्यवश होइन, भाग्यवश यो विद्यालयमा उहाँ नर्स हुन आउनुभएको रहेछ। म त पहिलादेखि चिन्छु, पहिला सुमी मिस हुँदादेखि नै अनि हामी कुरा गर्थ्यौँ बेलामा। त्यो डेढसम्म भएको प्रतिभा मिस साह्रै यस्तो हुनुहुन्छ, त्यस्तो हुन्छ, हामी यस्तो कुरा गर्थ्यौँ। उहाँले पनि कुरा ल्याइरहनुहुन्थ्यो, भनिरहनुहुन्थ्यो है, त्यसरी लिन्थेँ। अनि त्यो बाहिरबाट सुनेको प्रतिभा र देखेको प्रतिभा र यहाँ सँगसँगै काम गर्दाको प्रतिभा अत्यन्त अझ मैले सोचेभन्दा एकदम हाई उसमा चाहिँ स्ट्याटसमा हुनुहुन्छ भन्ने मलाई लाग्छ। के भने उहाँ चाहिँ कस्तो भने नचाहेको र कहिले सक्सिदिनु कि नजिस्किँदैन, नजिस्किने ठ्याक्क जे हो आफ्नो काम कर्तव्य त्यसमा चाहिँ एकदम कर्तव्यनिष्ठ हुने। उहाँलाई बोल्न डर पनि लाग्दैन, उहाँ निडर पनि हुनुहुन्छ, प्रष्ट वक्ता पनि हुनुहुन्छ, एकदम आफ्नो काममा डेडिकेटेड हुनुहुन्छ, समर्पित हुनुहुन्छ। असाध्य के भने कसैले कहीँबाट खोट लाउनु सक्ने खालको अवस्था छैन। त्यसैले नै सबैको प्यारो व्यक्ति गर्नुभएको होला होइन। विद्यालय समिति पनि प्यारो हुन्छ, हेड सर पनि प्यारो हुन्छ, सबै शिक्षकहरू प्यारो हुन्छ, सिङ्गो परिवारको प्यारो हुन्छ। यस्तो प्यारो व्यक्तित्वको आज हामी धुमधामसँगले जन्मदिन मनाउन गइरहेका छौँ, मनाइरहेका छौँ। अत्यन्त हामी रसिक छौँ, खुसी छौँ र उहाँ चाहिँ प्रायः जस्तो तपाईँले यसो याद गर्नु होला, त्यो मैले फेसबुकमा जसलाई जे क्यारेक्टर दिन्छु नि, म चिटिङ दिन्न, शब्द दिँदैन म, त्यो नभएकोमा शब्द दिँदैन। मिलन सर छैन भने म त मिलन सर भन्ने शब्द नराखेको हुनसक्छु। काठमाडौँ हुन्छ है, साह्रै राम्रो प्रगति भएर पनि सुन्न पाइयोस्। प्रतिभा मिसको पनि अब भनौँ न, अब उहाँको कुनै आयोग लड्ने हो कि होइन, त्यहाँ लड्यो तुरुन्त उहाँको सफलता होस्
होइन। कहिलेकाहीँ के हुन्छ भने ल अमेरिका जाउँ भन्ने हुन्छ, त्यस्ता जाने कदम चाल्ने भन्छ त्यता पनि सफलता होस्। जहाँ हुँदा पनि अब चाँडै नै निकट भविष्यमा नि प्रतिभा मिसले साह्रै राम्रो प्रगति गर्नु पऱ्यो। यहाँभन्दा अहिले प्रगति त अहिले छ होइन, विद्यालयको नर्स हुनु पनि एउटा गौरवको कुरा हो। यहीँ छ प्रगति, तर योभन्दा नि अझ प्रगति भयो अरे भनेर चाँडै सुन्न पाइयोस्। धुमधामसँगले भोज अस्ति बिहेमा खाइने खाना पाइयोस् होइन। यो हाम्रो आशीर्वाद पनि हो, यो हाम्रो शुभकामना पनि हो। यो अवसरमा हामीले शुभकामना दिन चाहन्छौँ र फेरि पनि सम्पूर्ण साथीहरूको तर्फबाट प्रतिभा बिसलाई अत्यन्त अब भनौँ न यहाँ कुरो उठी छ, जस्तै हाम्रो शिक्षक कर्मचारीहरूलाई पुरस्कार गर्ने सन्दर्भमा के उठी छ भने शिक्षकको त बन्यो, कार्यविधि बन्यो होइन, कर्मचारी खोइ भन्दै हुन्थ्यो अस्ति को साथीहरूले होइन। आशा छ पक्कै पनि त्यति भनेपछि पक्कै पनि पोइन्ट टु बी नोटेड मिलट भन्थ्यो एउटा, त्यस्तै पोइन्ट टु बी नोटेड भएको छ होइन। पक्कै पनि आशा गरौँ यस्ता असल कर्मचारीहरू पक्कै पनि पुरस्कृत हुन्छ होला भन्ने मलाई लाग्छ होइन। र जहाँ पनि जहिले पनि उहाँको चाहिँ प्रगति नै प्रगति, सुखै सुख, सुस्वास्थ्य दीर्घायु होइन भएको सुन्न पाइयोस् होइन। हाम्रो प्रतिभा मिस भन्ने कुरा हामी सबैलाई गौरव, अझ अहिले पनि गौरव छ, अझ झनै गौरव हुँदै जाओस् होइन। यो कुराहरू राख्दै उहाँलाई सबैको तर्फबाट फेरि जन्मदिनको हार्दिक मनाउने शुभकामना दिँदै मेरो छोटो मन्तव्य